भोजन पान गरे कुनै ठाउँमा नुहाइरहेको कुनै ठाउँको यस्ता किसिमको मिठा मिठा बाटो लगाइरहेको सूरज रानी मा यता जाँदाखेरिमा भगवानका रानीहरूको राम 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 खाली रहेन छ जता गयो हरि कोठाई भरे खाली जता गयो भगवानका खाली छैन कोठाइभरि हुनुहुन्छ भगवानको यस्ता किसिमको वैशाली हो भगवान प्रभु मैले सकिन हजुरको लीला संसारमा व्यापक हुनुहुन्छ भगवान घाटघाटमा प्रभुको अपार महिमा मैले जान सकिन भनेर भगवान पुलकवास कृष्ण प्रभुको उनका चरणमा उनका सेवामा नारदमुनि पनि झुक्नुभयो शिर झुकाएर हे प्रभु मैले गल्ती गरेछु सेवा प्राप्त भएन भगवानको दर्शन गरेका राम 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 फर्के फरकै हरि राम दर्शन गरी कान हर्ष पारी माला नारदमुनि पनि फर्केर जानुभयो आफ्ना धाम भगवान कृष्ण पनि फेरि कस्ता भगवान कृष्णले अब ती गोपिनीहरूका घर त्यस्तै किसिमले बनाउनु भएको पर्खा लाउनु भयो क्या द्वारिकामा पल्लो घरदेखि पल्लो घर नदेखिँदै गरी सौताको रिस हुन्छ नि फेरि छ कि छैन भने पल्लो घर पल्लो घर देखिँदैन भगवान कृष्ण साथमै हुनुहुन्छ मै राम्री छु मै बाटी छु मैसँग भगवान कृष्ण भइहाल्नुहुन्छ भनेर ती गोपिनीहरू मक्खा पर्ने भगवान कृष्ण ती सबैका साथमा रहनुहुन्छ त्यस कारणले भगवान सबै मक्ख भएर बस्नुभयो सबलाई भगवान कृष्णले 16,108 नारायण राम 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 चित्त बुझाउँछन् खेलबाट गाडी गाडी उनै कृष्ण हारे नारायण यस्ता किसिमको भगवानको खेलबाट हुन्छ हो कहिले गाई लिएर खानुहुन्छ हिँड्दा गाई लिएर जानुहुन्छ तारा नदी किनारमा जानुभएका हेर परेवाका जोडी जस्तो छ हे भगवान हे कृष्ण हो त्यति बेला नारायण राम 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 यमुनाका किनारमा गाएर जान्थे चिसो पानी खान्थे सर्वदा गाईहरू जानुहुन्छ दिनभरि गाई चराएर हो बेलुका आउने बेलामा मुरली बजाउनुहुन्थ्यो गाईहरू पनि बाबा बुबु गर्दै गर्दै नारायण
सीता धरेर मामा बुबु गरेर कहीं चोटी रातभरि कीर्तन गाउनु भयो एकट्ठै भक्तजनले रातभरि भगवानको कीर्तन गाएर भगवानको कीर्तन सुनेर यता जस्ता किसिमले आउनुभएको छ कस्तो भावनामा छ रोबियान हाँस्नु धन सम्मान छैन भने जस्तो इच्छा छ त्यस्तै किसिमको गोलकवासी भगवानले यिनै भक्तलाई आउनु जस्तो रातभरि कीर्तन सुन्नु भक्तजनलाई नारायण राम 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 सभारा उछन् हजुर हरि हरि मिल्छ लु आयो बोल पुरा हुन्छ पुरा ल दम्पति आफ्ना दाजु अब छोराहरू सबै आफ्ना वंशहरू नारायण राम 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 बसौँ मिलेर हामी त अनि यो कुर्सीहरु